जीवन भाइ आज हामी कहाँ जाँदैछौँ? सिग्नेचर बर्ड पार्क चाहिँ फाइनली यहाँ पुगिसकेका छौँ। यहाँदेखि हाम्रो अब समथिङ 5 मिनट जति लाग्छ। अब हाम्रो मेट्रो आउँदैछ। अब हामी पुगिसकेका छौँ। यहाँ पछाडि ठुला बिल्डिङ है गाइज, बम्बईका सहर गाइज। हामी अब फाइनली पुगिसकेका छौँ। अब हामी चाहिँ यहाँदेखि रोड क्रस गर्दैछौँ। अब यो रोड क्रस गरिसकेपछि हामीले माथिबाट पुलदेखि एकदमै राम्रो है। यहाँदेखि हामी सिधा हिँडिरहँ। यहाँ अगाडि हो, यहाँ अगाडि हाम्रो बर्ड सेन्चुरी पार्क आइसकेको छ। अब हामी चाहिँ यहाँ गइरहेको छौँ है। हामी तपाईँहरूलाई देखाउने छौँ एकदमै राम्रो भ्यू, एकदमै खतरनाक भ्यू छ है त्यहाँ। यो चाहिँ हामी नोएडा र दिल्लीको बोर्डरमा छौँ अहिले। त्यहाँ गेट देख्नुभयो नि, गेट हो त्यो गेट चाहिँ नि त्यो उतापट्टि नोएडा र यतापट्टि हामी छौँ, त्यतापट्टि चाहिँ दिल्ली हो होइन। अनि हामी चाहिँ अहिले दिल्लीमा छौँ। अब दिल्लीमा बर्ड सेन्चुरी पार्क भन्ने छ यहाँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ है, माथि यहाँ बिल्डिङ चाहिँ खतरा ठुलो छ है, खतरै ठुलो। र यहाँ रोड हिँड्नुपर्छ क्या यता मेन रोडमा। तलबाट माथि यतापट्टि गाडी आइरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ रोड यहाँ छ पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ मेट्रो स्टेसन। अनि एकदमै अझ घाम चाहिँ मस्क लागिरहेछ है। एकदमै यहाँ भुटेको आलु एकदमै फेमस छ है यहाँ। राम्रो आहा कति दामी भ्यू छ, तपाईँहरूले देख्न सक्नुहुन्छ गाइज। हेर्नुहोस् पछाडि पुरा एकदमै पानी भएको, एकदमै हेर्नमा यस्तो मजा आउँछ। फोटोहरू खिच्न एकदमै रमाइलो ठाउँ छ। तपाईँहरूले आउन सक्नुहुन्छ यहाँ। मैले तपाईँहरूलाई लोकेसन भनिसकेको छु, एकदमै देख्न सक्नुहुन्छ। हेर्नुहोस् उता, अनि उता साइड नोएडाको ठुलो बिल्डिङहरू देखिरह। वाउ पानीले भरिएको। अनि चराहरू सब छन् यहाँ, पानी भित्रमा पाइन्छन्। तर माथि जङ्गलमा चाहिँ एउटा चरा नि छैन गाइज है, एउटा पनि छैन। हामी अब आइसकेका छौँ। अब हामी यहाँभन्दा अगाडि तपाईँहरूलाई देखाउनेछौँ के पाइन्छ भनेर है। कल्लाका नाममा भ्याकुरा देखिँदा है। हामी चाहिँ अब फाइनली गाडीमा बसिसकेका छौँ र अब हामी गइरहेछौँ है। अब यहाँभन्दा पनि अगाडि हामी गइरहेको छौँ। अब यहाँभन्दा अगाडि पनि केही नयाँ चिजहरू देख्यो भने हामीले तपाईँहरूलाई देखाउने छु। फाइनली गाइज अब हामी चाहिँ अब आखिरी छोडमा आइसकेको छौँ। अब उतापट्टि बिल्डिङ, त्यो बिल्डिङ छैन त्यहाँबाट चाहिँ हामी आएको हौँ। त्यहाँबाट इन्ट्री गेट, त्यो ठाउँमा इन्ट्री गेट छ। अब त्यहाँबाट टिकट काट्ने हुन्छ होइन। अनि त्यहाँबाट हामी आएर अहिले लास्ट यहाँ कुनामा पुगिरहौँ। अब यहाँ यता साइडदेखि तपाईँहरू देख्न सक्नुहुन्छ होइन। अब यहाँ केही छैन, ठाउँ हो। यताबाट जङ्गलहरू छ। अब यहाँ भर्खर बिरुवाहरू रोपेको देखिरहेछ। यता पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ, सायद केपी बाजेको टावर हुनसक्छ। यहाँ केपी लेखेको छ पछाडि। एकदमै भैँसा मार्नवाला जस्तो छ नि अरे, एकदमै राम्रो छ। अब यहाँबाट पनि रहेछ बाटो, यहाँ तल देख्न सक्नुहुन्छ। यहाँबाट बनाएर चाहिँ दामी भ्यू, यहाँ बिचमा जाने अगाडि एकदमै खतरनाक छ। यहाँ त खतरनाक हेर्न सक्नुहुन्छ। यी त्यहाँदेखि जाने रहेछ ऊ अगाडि बिचमा जाने बाटो छ क्या, एकदमै राम्रो छ यहाँ बिचमा जानेलाई। यहाँ चाहिँ बिचमा पनि जङ्गल रहेछ, यताउता पानी रहेछ। यता पनि देख्न सक्नुहुन्छ तपाईँले, यहाँ पानी छ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ पनि पानी छ, तर यो बाटो भ्यू एकदमै राम्रो छ। तपाईँहरूले मनसुनको टाइममा आउनुभयो भने एकदमै राम्रो देखिन्छ, किनकि हरियाली पुरै। आजभोलि त खासै केही पनि छैन होइन। यस्तो दामी भ्यू छ होइन, तपाईँहरूलाई म देखाउन सक्छु। यहाँ पछाडि हेर्नुहोस्, पछाडिबाट पनि यहाँ माथितिर चाहिँ गोरु भैँसाहरू चराइरहन् होइन, सबै छन्। अब यताबाट पुरा बाटो छ, एकदमै राम्रो छ है। पचास भैंस पाले आपने? कहाँ उधर पाल रखे? अच्छा चलो फिर हम चलते। यहाँ चाहिँ अङ्कलले चाहिँ 50वटा भैँसी पालेर रहेछन् होइन। उता अङ्कल गइसके।
50वटा भैँसी पालेर रहेछन् है। यहाँ भैँसा चराउने ठाउँ रहेछ यहाँ। 3 बाटो अनि यताबाट 3वटा बाटो लागे होइन हामीले। अब 3वटा बाटोमा यता जाने कि यता जाने कि यता जाने अब थाहै भएन हामीले चाहिँ कता जाने। अब कुन चाहिँ बाटो जाँदा राम्रो होला र कुन चाहिँ बाटोमा जाँदा राम्रो सिन भेटेला होइन। अब यहाँ अङ्कलको चाहिँ भैँसा हराएर रहेछ 50वटा भैँसामध्ये। अब खै कति भैँसा हरायो भन्नु लानु उता छन् अङ्कल। अब हामी कता जाने भन्ने सोचिरहेछौँ। अब हामी यहाँ बिचमा जाउँ न, यता जाउँ बिचवाला बाटोमा। बिचवाला बाटोमा गइरहौँ। अब यो बाटोमा हेर्छु के छ। अब यहाँ पानी चाहिँ तलपट्टि यहाँ देख्न सक्नुहुन्छ, यता पनि पानी छ, पुरा पानी रहेछ होइन यहाँ। अनि साथै यहाँ ऊ पनि रहेछ अगाडि। अब यहाँभन्दा पहिला मैले देखाएको थिएँ त्यहाँ चाहिँ पुरै ताल थियो होइन। यहाँ चाहिँ अहिले कस्तो छ भन्दाखेरि पुरा ऊ छ एकदमै। यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यहाँ पछाडि यता काठको पुल ट्रेन टुट्न लागेको छ एकदमै। अब यहाँ तपाईँहरूलाई म यहाँ गएर देखाउँछु है, एकदमै राम्रो सिन छ तपाईँहरूलाई। म कसम भने यस्तो मलाई नि आफैलाई हेरेर यस्तो खुसी लागिरहेको छ होइन। एकदम राम्रो सिन छ, तलबाट पुरा पानी छ होइन, हल्का हल्का कस्तो दामी रहेछ के। अब तपाईँले देख्न सक्नुहुन्छ यहाँ क्या सिन छ क्या, एकदमै राम्रो होइन। गोरु भैँसा पाल्ने ठाउँ रहेछ, एकदमै राम्रो। यहाँ पानी सानी भएको होइन, एकदमै राम्रो। ऊ त्यहाँ देखो त, उतातिर त्यहाँ हेर, ऊ माथि त्यहाँ मान्छे केटाकेटी बसिरहनु, माथि पनि बस्नु सक्छ एकदमै। यहाँ त्यो जाउँ न, माथि त्यहाँ जाउँ न। बस्नुको लागि एकदमै राम्रो ठाउँ छ। गाइज त्यहाँ जाउँ भनेर हामी आएको होइन। त्यहाँ माथि केटाकेटी पहिल्यै बसेको रहेछन् कि, आजभोलि फरवरी चलिरहन्छ, त्यही भएर केटाकेटी अलरेडी यहाँ पहिल्यै बसेको छन् क्या।